नमस्ते। आज हामी पेन्हाक अकाउन्टिङ सफ्टवेयरमा सेल्स इन्भोइस कसरी क्रिएट गर्न सकिन्छ भनेर हेर्न गइरहेका छौँ। त्यसको लागि हामीहरूले सेल्समा जानुपर्ने हुन्छ र सेल्स इन्ट्रिजभित्र इन्भोइसमा जाने र त्यसपछि एड गर्ने। त्यसपछि हामीहरूले यो फर्म देख्न सक्छौँ र अब हामीहरूले यसमा कस्टमरको डिटेल राख्नुपर्ने हुन्छ। अहिलेको लागि म अग्निबहादुर साई भनेर एउटा कस्टमरलाई चुज गर्छु र यति गरिसकेपछि मैले फेरि एड गर्छु। अब हामीहरूले प्रोडक्टको डिटेल राख्नुपर्ने हुन्छ र अहिलेको लागि म मुस्ताङ एप्पल भनेर राख्छु, क्वान्टिटी सिलेक्ट गर्छु र यति गरेर सेभ गरिदिन्छु। यदि तपाईँहरूलाई यो बाहेक अरू कुनै पनि फिल्डहरू राख्नु परेमा तपाईँले राख्न सक्नुहुनेछ र अहिले म यति नै गरेर सेभ एन्ड क्लोज गरिदिन्छु र त्यसपछि सेभ एन्ड क्लोज फेरि गरिदिन्छु र यति गरिसकेपछि हाम्रो पेन्हाक अकाउन्टिङ सफ्टवेयरमा सेल्स फिल्ड क्रिएट भइसक्छ। धन्यवाद।